बी को होल स्क्वायर इक्वल टू ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर को प्रमाणित गर्न गइरहेको छु। सुरुमा हामीले सल्युसन लेख्नु पर्ने र सल्युसन लेखिसकेपछि हामीले लेफ्ट ह्यान्ड साइड अब ए प्लस बी को होल स्क्वायर इक्वल टू भन्नाले स्क्वायर भन्नाले सेम दुईवटा ए प्लस बी र ए प्लस बी। अब हामीले यसलाई ए लिएर हामी गुणा गर्छौं ए प्लस बी, फेरि यहाँ प्लस बी लिन्छौं, फेरि हामी यसलाई सेम लाई गुणा गर्छौं। अब ए मा ए ले गुणा गरे भने ए स्क्वायर प्लस ए मा बी ले गुणा गरे भने ए बी प्लस बी मा ए ले गुणा गरे भने ए बी नै लेख्छौं, किनभने ए भनेको अगाडि आउँछ एबीसीडी मा र बी पछाडि आउँछ, त्यसकारणले गर्दा हामी ए बी नै लेख्ने। अनि प्लस बी मा बी ले गुणा गरे भने बी स्क्वायर। अब ए स्क्वायर जस्ताको त्यस्तै प्लस ए बी र ए बी जोड्यो भने 2ab अनि प्लस बी स्क्वायर। अब लेफ्ट ह्यान्ड साइड बराबर RHS प्रुभड हाम्रो प्रमाणित भयो।